ल साथी भाइहरू सबैजनालाई मैले चाहिँ फेरि फर्म सञ्चालन गर्ने चाहिँ शुभ 3 दाना 2.5 चोकर दिँदा हुन्छ। मैले फर्म सञ्चालन गरेको छु। भर्खर नयाँ फर्म सुरु गरेको छु साथीभाइहरू, कस्तो के हुन्छ। मेरो फर्मको अवस्था यस्तो छ। यो चाहिँ मैले भर्खर सुरु गरेको फर्म है। सँगहरू भर्खर लगाएको छु त्यो फर्मलाई चाहिँ। यो भर्खर लगाएको हो। यो आज मात्र 25 दिन भएको छ। 25 दिनको बाटाहरू खालीहरू छ। यसले बाटाहरू लगाउनु पर्ने छ। कटाहरू यो सबै 25 दिनको मात्र हो। बाटाहरू भर्खर लगाएको आज 25 दिन हो। यता हेर्नु भने यो चाहिँ 4 महिनाको साथी हो। खोर खाली नै छ। अब सुरु गर्दैछु। अब पाठाहरू अर्डर गरिरहेको छु। पाठाहरू ल्याउन बाँकी नै छ। हाम्रो सुँगरहरूलाई पानी पनि अटोमेटिकै बनाएको छु। तर अहिले पानी बन्द गरेको छु। पसिलो पाटा भएकोले चिसोको कारणले फेर्ने भएकोले गर्दा पाठा पाठीहरू त्यस्तै छ। हेर्नुहोस् मेरो स्टिल कोठाहरू यहाँ छ। स्टिल कोठाहरूमा चाहिँ चारोहरू राखेको छ। एरिया चाहिँ ठुलो छ तर खोर चाहिँ थोरै नै छ। एरियामा सबैजना साथीहरूले मेरो सुरु गरेको छु अवस्था। म चाहिँ अहिले चाहिँ चारो यसरी दिने सानो पाठालाई यो चाहिँ चोकर र बङ्गुरको दाना मिसाएर खुवाएको छु। सबैलाई त्यही चोकर र बङ्गुरको दाना मिसाएर खुवाएको छु। 25 दिनको पाठाहरू हेर्नु चाहिँ ल सबैजना साथीहरूले हेरेर फलो सब्सक्राइब गरिदिनु होला भन्दै अब सबैजना साथीहरूसँग बिदाइ हुन्छु। फेरि कस्तो हुन्छ पछि फेरि भिडियो लिएर आउने नै छु। हस् त बाई।